हामी चाहिँ आज आमा छोरी यो मुभीको भित्र झार छ त्यही भएर सफा गर्न जाँदैछौँ। मामा चाहिँ अघि गएको, मैले चाहिँ नानीले डिस्टर्ब गरेर मेरो पालि नानी सुताएर राखेर आएँ। मामा चाहिँ गोड्दैछ त्यहाँ तल, त्यो झार मात्रै उखाल्नु पर्ने हो। यो मामा उभिएकोदेखि चाहिँ उँभो ल्याउने हो घर। तरिका यो के फुल भन्छ गाइस, यो फुलको नाम थाहा छैन मलाई, चाहिँ कमेन्टमा भनिदिनुहोस् गाइस के फुल हो यो चाहिँ थाहा छ मलाई, भिस फुल हो। यसले सुँगो भने चाहिँ खतरा हुन्छ है, नाकसाक एकै बारमा बन भएको पनि खोलिदिन्छ। हाय मामु एक्लै गर्दो रहेछ यहाँनिर चाहिँ, यसरी झार खोल्नुपर्छ। यो भोलि कति राम्रो हुन्छ सिनिक्कै मरेर। यो चाहिँ यस्तो छ झार, भित्रभित्र यहाँभित्र चाहिँ सफा गर्नुपर्छ। यो चाहिँ भन्छ मुभी भन्छ, मुगी फुल खेल्दैछ गाइस, यसले फल्छ मुभी एकदम। यसको कोसा पनि देखाउँछ गाइसहरूलाई, अरूलाई चाहिँ थाहा होला, अरू कुनैले चाहिँ थाहा नहोला। यस्तो हुन्छ है, भोलि पर्सि ठुलो भयो भने एकदम मिठो हुन्छ, चटनी चाहिँ मिठो हुन्छ, अरू चाहिँ पनि सब्जी खानु पनि मिठो हुन्छ। यसरी उखालिदिनुपर्छ भन्नु पनि सक्दिनँ, सबैले उखालेको होला यसरी नि। मामा हजुर भन्नु नि हो, भर्खर बिमारीमा हेरेर जति भएको छ हामीको मामा चाहिँ, त्यही भएर फेरि काम गर्दैछ यहाँतिर। ल है गाइस, हामी चाहिँ काम गर्न थाल्यौँ है। यो चाहिँ हामीको गाडी हेर जङ्गलले यो चाहिँ यता चाहिँ जङ्गल छ, ऊ फेरि चिल्लो छ। भोलि चाहिँ सिनिक्कै फाडिदिनु पर्यो अनि गाडी धुलाइदिनु पर्यो। मेरो बुढाले गाडी धुलाइ भन्दै थियो, यो धुलाउनु पर्यो। यो चाहिँ हामीको उखुबारी हो, कति मधुर देखेको यता घाम टल्किएर होला। यो चाहिँ हामीको घर, उहिलेको घर अझै छ है गाइस। दसैँ आएर, दसैँ पनि आएको हो कि होइन जस्तो लागिरहेछ, कलर पनि छैन। पोहोर त यो घरको सबै कलर, यो बाइकको सबै कलर थियो। यो साल चाहिँ हामी चाहिँ मामाको दिदी खसेर, मामाको दिदी काङ्गातुम्बीमा खसेर, त्यही भएर बारेको फुस्रै भइरहेछ यो साल चाहिँ गाइस। यो पालि चाहिँ नमान्ने, अर्को पालि चाहिँ धुमधामसँगले मान्ने हो। तिहार पनि मान्नु भएन, दसैँ पनि मान्नु भएन, एकदम सुनसान हामी घरमा चाहिँ आज भोलि।
हामीले चाहिँ गाडी धुलाइसक्यौँ रात पनि परो हेलो पुरा सिनिक सनक सकेर हामी चाहिँ जान लागेको घर अब यो बुनु आएको त एकजना भिडियो बनाउँछु भन्दै मैले यहाँ फोन राखेको थिएँ अँधेरोमा बुनुले आएर बनाइदिन्छु भन्यो भनौँ यसले बनाइदेऊ फ्याँक्दैन मती मात्रै देख्दैछ आकाश